आज हामीले यो भिडियोमा हेर्छौँ सिन्टेक X9 फिङ्गर एक्सेस कन्ट्रोलको सेटअप, कन्फिगरेसन र कनेक्सन कसरी गर्ने। यो कनेक्सन डायग्राम हो। हामीले यही डायग्राम अनुसार कनेक्सन मिलाउँछौँ। यसको स्क्रिनशट लिइहाल्नुहोस् अनि कनेक्सन गर्नलाई सजिलो हुन्छ। हामीले डायग्राममा देखाए अनुसार सबै कनेक्सन मिलाइसकेका छौँ। एक्सेस कन्ट्रोलमा पावर पनि दिइसकेका छौँ। अब हामीले एक्जिट स्विचबाट लक खोलेर हेर्छौँ। यो जुन छ ओपन भन्ने तार छ अनि यो चाहिँ जीएनडी ग्राउन्ड हो। ओपन भन्ने तारलाई ग्राउन्डसँग टच गराउन बित्तिकै ढोका खोल्यो। सबभन्दा फर्स्ट हामीले यो डिभाइसको ल्याङ्ग्वेज चेन्ज गर्छौँ, चाइनिजबाट इङ्ग्लिस गर्छौँ। त्यसको लागि यो प्रोग्रामिङ कोड लेखेको छ। यसको स्क्रिनशट लिइहाल्नुहोस्, प्रोग्रामिङ गर्नलाई सजिलो हुन्छ। प्रोग्रामिङ गर्नलाई सबभन्दा पहिला स्टार अनि ह्यास, स्टार ह्यास अनि त्यसपछि प्रेस 0, त्यसपछि प्रेस 6, त्यसपछि प्रेस 1, त्यसपछि प्रेस 2 अनि प्रेस स्टार फर एक्जिट। अब यो डिभाइस इङ्ग्लिस ल्याङ्ग्वेज भइसकेको छ। अब हामीले यो डिभाइसमा प्रोग्रामिङ गर्छौँ। प्रोग्रामिङ गर्नको लागि प्रोग्रामिङ कोडहरू यहाँ लेखेको छ। यसको स्क्रिनशट लिइहाल्नुहोस्। हामीले यही कोड अनुसार प्रोग्रामिङ गर्नेछौँ। सबभन्दा फर्स्ट हामीले यसमा एडमिन फिङ्गर एड गर्नुपर्ने हुन्छ। एडमिन फिङ्गरको प्रोग्राम गर्नको लागि स्टार ह्यास प्रेस 1, फेरि प्रेस 1, प्रेस एडमिन फिङ्गर 6 टाइम, 6 चोटि फिङ्गर दिनुपर्छ एड गर्नलाई अनि स्टार थिचेर बाहिर आउने। अब एडमिन फिङ्गर सेटअप भइसकेको छ। अब हामीले युजरहरूको फिङ्गर एड गर्छौँ। त्यसको लागि स्टार ह्यास अनि एडमिन फिङ्गर दिनुपर्छ। स्टार ह्यास अनि एडमिन फिङ्गर चाहियो। त्यस पछाडि प्रेस 2, प्रेस 1 अनि प्रेस फिङ्गर 6 टाइम। अब यो फिङ्गर एड भइसक्यो ढोका खोल्नको लागि। अब नेक्स्ट अर्कोजनाको फिङ्गर एड गर्नु पऱ्यो भने पहिला स्टार थिचेर बाहिर जाने एकचोटि, त्यसपछि फेरि 2 थिच्ने, 1 थिच्ने अनि फेरि नेक्स्ट मान्छेको फिङ्गर 6 चोटि दिएर एड गर्ने। यसै गरी तेस्रो जनाको पनि एड गर्नु पऱ्यो भने पहिला स्टार थिचेर बाहिर जाने, त्यसपछि फेरि 2 थिच्ने, 1 थिच्ने अनि जतिजनाको फिङ्गर एड गर्नु छ यही प्रोसेसले एड गर्ने अनि लास्टमा स्टार थिचेर बाहिर आउने। अब हामी ढोका खोलेर हेरौँ यो फिङ्गरबाट ढोका खोल्छ कि खोल्दैन। यसबाट खोल्यो। अर्को फिङ्गर पनि एड गरेका थियौँ, यसबाट पनि खोल्यो। अब हामीले कार्ड एड गर्छौँ। कार्ड एड गर्नको लागि पनि स्टार ह्यास अनि एडमिन फिङ्गर दिनुपर्छ। फर्स्टमा स्टार ह्यास एडमिन फिङ्गर, त्यसपछि प्रेस 2, प्रेस 3 अनि सो कार्ड। रिड कार्ड भनेको सो कार्ड। अब कुन कुन कार्ड एड गर्नुपर्ने हो ठ्याक्कै यहाँ देखाउने। यो एड भयो। एउटा एड भएपछि फेरि अर्को एड गर्नु पऱ्यो भने फेरि एकचोटि 3 थिच्ने, 3 थिचेपछि फेरि अर्को एड गर्ने। दुईवटा कार्ड एड भयो। फेरि अर्को कार्ड एड गर्नु पऱ्यो भने फेरि 3 थिच्ने, एड गर्ने। यसै गरी जतिवटा कार्ड एड गर्नु छ एड गर्ने अनि त्यसपछि स्टार थिचेर बाहिर आउने। अब एड गरेको कार्डबाट ढोका खोलेर हेरौँ, खोल्यो। अब हामीले पासवर्ड एड गर्छौँ। त्यसको लागि पनि स्टार ह्यास अनि एडमिन फिङ्गर, स्टार ह्यास एडमिन फिङ्गर, त्यसपछि प्रेस 2, प्रेस 2 अनि 6 डिजिटको पासवर्ड हुनुपर्छ। इक्जाम्पलको लागि 445566। एकचोटि हाल्यो फेरि रिपिट गर्नुपर्छ 445566। अब यो पासवर्ड एड भइसक्यो। स्टार थिचेर बाहिर आउने। अब पासवर्ड थिचेर हामी ढोका खोलेर हेर्छौँ 445566 अनि ह्यास चाहिँ थिच्नुपर्छ। ढोका खोल्यो। यति गरेपछि हाम्रो प्रोग्रामिङ सकियो। यसरी नै हो सिन्टेक X9 एक्सेस कन्ट्रोलको प्रोग्रामिङ, कन्फिगरेसन र कनेक्सन गर्ने तरिका। यो भिडियो हेर्नको लागि धन्यवाद। Dance with me. Back and forth.
Dance with me. Back and forth.